के तपाईँले कहिले सोच्नुभएको छ नेपालको सबैभन्दा ठूलो शक्ति सायद हामीले पूर्ण रूपमा प्रयोग नै गरेका छैनौँ। हामी प्राय भन्छौँ नेपाल शान्तिपूर्ण छ, तटस्थ छ, सङ्घर्षबाट टाढा छ। तर एउटा प्रश्न गरौँ, के तटस्थता अन्तिम लक्ष्य हो कि केवल सुरुवात? किनभने नेपाल केवल भारत र चीन बीच चुपचाप बसेको देश मात्र होइन, यो दुई ठूला अवसरहरूको बीचमा उभिएको छ। र वास्तविक प्रश्न के हो भने, के हामी केवल आफ्नो स्थान जोगाइरहेका छौँ कि यसलाई प्रयोग गर्न तयार छौँ? भाग 1, अस्तित्वको कथा। शताब्दीौंदेखि नेपालले एउटा सरल रणनीति अपनाएको छ। स्वतन्त्र रहनु, सङ्घर्षबाट बच्नु, शक्तिशाली छिमेकीहरूलाई सन्तुलनमा राख्नु। र साँचो कुरा के हो भने यो काम गर्यो। जब धेरै देशहरूले आफ्नो सार्वभौमिकता गुमाए, नेपाल टिकिरह्यो। यो सानो उपलब्धि होइन, यसले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ। नेपालसँग बलियो अस्तित्व, बौद्धिकता, सर्भाइभल इन्टेलिजेन्स छ। तर अस्तित्वको एउटा लुकेको पक्ष पनि हुन्छ। जब कुनै राष्ट्र केवल बाँच्नमै केन्द्रित हुन्छ, त्यो सावधान बन्छ, त्यो प्रतिक्रियात्मक बन्छ, त्यो दीर्घकालीन सोच्न छोड्छ। यसले जोगाउँछ तर बढ्न दिँदैन। भाग 2, रणनीतिक तटस्थता। बुझौँ, यसलाई सजिलै बुझौँ। रणनीतिक तटस्थता भन्नाले सबैसँग मित्रता तर कसैसँग निर्भरता होइन। भावनात्मक तटस्थता होइन, अनुशासित तटस्थता। कुनै विदेशी सैन्य आधार छैन, कुनै अन्धो गठबन्धन छैन, कुनै लुकेको प्रभाव छैन। निर्णयहरू राष्ट्रिय हितका लागि हुन्छन्। यही शक्ति हो, यही नियन्त्रण हो, यही व्यावहारिक सार्वभौमिकता हो। किन यो महत्त्वपूर्ण छ? यदि कुनै देशले यो सन्तुलन गुमायो भने एक शक्ति प्रभावशाली बन्छ, नीति निर्भर बन्छ, सार्वभौमिकता बिस्तारै कमजोर हुन्छ। र सबैभन्दा खतरनाक कुरा, यो बिस्तारै हुन्छ, लगभग अदृश्य रूपमा। परिवर्तन अझ ठूलो प्रश्न। त्यसैले हो रणनीतिक तटस्थताले देशलाई जोगाउँछ। तर अब हामीले सोध्नै पर्ने प्रश्न, के केवल जोगाउनु नै भविष्यका लागि पर्याप्त छ? भाग 3, लुकेको शक्ति, क्षेत्रीय पुल। अब एउटा फरक नेपाल कल्पना गरौँ। केवल तटस्थ होइन, सक्रिय, जोडिएको रणनीतिक आफ्नो स्थान प्रयोग गर्ने नेपाल। यो कस्तो देखिन्छ? व्यावहारिक रूपमा सोचौँ। भारत र चीन बीच सामानको आवत जावत, सीमापार ऊर्जा प्रवाह, डिजिटल डाटा नेटवर्क मार्फत बहाव, चारैतिरबाट आउने पर्यटक। नेपाल बन्छ एक जोड्ने शक्ति, एक सहजकर्ता, एक मूल्य सिर्जना गर्ने राष्ट्र। उदाहरण क्षेत्रहरू: व्यापार र ट्रान्जिट, सडक, रेल, लजिस्टिक्स। नेपाल मूल्यको मार्ग बन्छ। ऊर्जा, जलविद्युत, बिजुली निर्यात नदीलाई राष्ट्रिय आम्दानीमा रूपान्तरण, डिजिटल अर्थतन्त्र, डाटा सेन्टर, कनेक्टिभिटी, अदृश्य संरचना, वास्तविक धन, पर्यटन र संस्कृति, हिमालय प्लस आध्यात्मिकता, विश्व आकर्षण। यो केवल सिद्धान्त होइन, यो सम्भावना हो। भाग 4, सरल उदाहरण, मानव विकास। यसलाई मानव जीवन जस्तै सोच्नुहोस्। सुरुमा हामी बाँच्नमै केन्द्रित हुन्छौँ। खाना, सुरक्षा, स्थिरतापछि बिस्तारै हामी ठूलो कुरातर्फ जान्छौँ। योजना बनाउने, निर्माण गर्ने, जोडिने। अस्तित्वबाट रणनीतितर्फ देशहरूमा पनि यही कुरा लागू हुन्छ। नेपालले अस्तित्वलाई राम्रोसँग सिकेको छ। अब प्रश्न के हो भने, के हामी रणनीतिका लागि तयार छौँ? भाग 5, लुकेको खतरा। अब एउटा यथार्थ कुरा जुन धेरैले भन्दैनन्। यदि नेपाल बलियो तटस्थता बिना पुल बन्न खोज्छ भने प्रभावित हुनेछ, नियन्त्रित हुनेछ, सन्तुलन गुम्नेछ। र यदि नेपाल केवल तटस्थमै बसिरह्यो भने बाँचिरहन्छ तर सीमित रहन्छ, अवसरहरू गुम्दै जान्छन्। दुवै चरम अवस्था जोखिमपूर्ण छन्। भाग 6, वास्तविक रणनीति। उत्तर: या त यो या त त्यो होइन, दुवै हो, तर सही क्रममै। चरण 1, रणनीतिक तटस्थता निर्माण गर्नु, मजबुत संस्थाहरू, स्वतन्त्र निर्णय क्षमता। चरण 2, पुल बन्ने क्षमता विकास गर्नु, व्यापार, ऊर्जा, कनेक्टिभिटी। सरल शब्दमा, पहिले आफ्नो स्थान जोगाउनु, पछि आफ्नो स्थान प्रयोग गर्नु। भाग 7, गहिरो दृष्टिकोण। अझ गहिरो रूपमा हेर्नुहोस्। यो केवल भू राजनीति मात्र होइन, यो बौद्धिकताको कुरा हो। अस्तित्व बौद्धिकता जोगाउँछ, रणनीतिक बौद्धिकता सिर्जना गर्छ। उही देश, उही भूगोल, फरक सोच, फरक भविष्य। अन्त्य। अब म तपाईलाई सोध्न चाहन्छु, केवल दर्शकको रूपमा होइन,
नेपालको भविष्यबारे सोच्ने व्यक्तिको रूपमा? के हामी अझै पनि आफूलाई जोगाउने देश जस्तो सोचिरहेका छौँ? वा हामी अब आफ्नो क्षेत्रलाई आकार दिन सक्ने देश जस्तो सोच्न तयार छौँ? किनभने नेपाल आफ्नो आकारले सीमित छैन, यो आफ्नो सोचले आकार लिन्छ। आह्वान: यदि तपाईँ विश्वास गर्नुहुन्छ कि नेपाल अगाडि बढ्न सक्छ, केवल भावनात्मक रूपमा होइन तर रणनीतिक रूपमा, यो भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस्, किनकि परिवर्तन सिंहदरबारबाट सुरु हुँदैन, यो मनबाट सुरु हुन्छ र सायद यो तपाईबाट सुरु हुन्छ।